So layers of the scrotum भनेको के हो भन्नुहुन्छ भने टेस्टिस रहनको लागि बाहिरपट्टिबाट कभरिङ हुन्छ नि सो बाहिर हाम्रो स्किन देखि हैन स्किन देखि टेस्टिस सम्म पुग्दाखेरि है स्किन देखि टेस्टिस सम्म पुग्दाखेरि यहाँ बीचमा धेरैवटा लेयर हुन्छ अरे हो यो लेयरलाई चाहिँ के भनिन्छ लेयर्स अफ द स्क्रोटम भनिन्छ स्क्रोटम भनेको टेस्टिस जहाँ बस्छ बाहिरबाट यदि तपाईले भित्रसम्म हेर्नु भयो भने के लेयर छ भनेर यदि हामीले पढ्नु छ भने त्यसलाई चाहिँ लेयर भनिन्छ सो सबभन्दा बाहिरपट्टि के को लेयर हुँदो रहेछ स्किनको लेयर हुन्छ हैन हेर्नुस् त स्किनको लेयर हुँदो रहेछ हैन सो सबभन्दा बाहिरपट्टि यो लेयर के रहेछ त हेर्नुस् त स्किनको लेयर हुँदो रहेछ सो स्किनको लेयर भइसकिसकेपछि स्किनबाट भित्र छिर्नु पर्यो हैन स्किनबाट भित्र छिर्दाखेरि अर्को लेयर हुँदो रहेछ त्यसलाई के भनिँदो रहेछ हेर्नुस् त डार्टस मसल भनिँदो रहेछ जस्ट यसको भित्रपट्टि हुने यो अर्को लेयरलाई के भनिँदो रहेछ डार्टस मसल भनिँदो रहेछ ल यो भित्रपट्टिको लेयर हुन्छ यहाँ एक प्रकारको है मसल्सको लेयर हुन्छ अनि त्यसपछि अझ भित्र छिर्नु भयो भने यो ग्रीन कलरको मसल देखिराख्नु भएको छ नि यो हेर्नुस् त यो लेयर यो जुन कालो कलरको छ ग्रीन कलरको छ त्यसपछि अर्को लेयर छ हैन सो डार्टस लेयर पछाडी अर्को लेयर के हुँदो रहेछ एक्सटर्नल स्पर्मेटिक फेसिया भन्दो रहेछ है सो एक्सटर्नल स्पर्मेटिक फेसिया पछाडी यहाँ भित्रको ग्रीन कलरको लेयर चाहिँ कुन हो त्यसलाई के भनिँदो रहेछ क्रिमेस्टेरिक मसल्स एन्ड फेसिया भनिँदो रहेछ है क्रिमेस्टेरिक मसल्स एन्ड फेसिया पछाडी अर्को यो कालो कलरको लेयर छ यसलाई के भनिँदो रहेछ इन्टर्नल स्पर्मेटिक फेसिया भन्दो रहेछ अनि बल्ल इन्टर्नल स्पर्मेटिक फेसिया पछाडी तपाई यहाँ भित्र टेस्टिस सम्म पुग्नु हुँदो रहेछ टेस्टिसको पनि अब फेरि दुईटा लेयर हुन्छ है ल पहिले सुरुमा अहिले के बुझौं भने बाहिरबाट भित्र जाँदाखेरि फर्स्टको यो लेयरलाई के भनिँदो रहेछ स्किन भनिँदो रहेछ स्किन पछाडी सेतो सेतो देखिएको एउटा लेयर छ के लेयर रहेछ स्किन पछाडीको डार्टस मसलको लेयर छ त्यसपछि कालो देखिएको एउटा लाइन छ यसलाई के भनिँदो रहेछ एक्सटर्नल स्पर्मेटिक फेसिया त्यसपछि यो लेयर छ यसलाई के भनिँदो रहेछ क्रिमेस्टेरिक मसल्स एन्ड फेसिया त्यसपछि अर्को लेयर छ इन्टर्नल स्पर्मेटिक फेसिया अनि बल्ल तपाई कहाँ पुग्नु हुँदो रहेछ टेस्टिसमा पुग्नु हुन्छ अब टेस्टिसको पनि दुईटा लेयर हुन्छ जम्मा तीनटा लेयर हुन्छ टेस्टिसमा है तो फर्स्टको लेयर लेयरको नाम के रहेछ हेर्नुस् त फर्स्टको लेयरको नाम के रहेछ पराइटल लेयर यो ट्युनिका भजाइनालिस भन्दो रहेछ के भन्दो रहेछ ट्युनिका भजाइनालिस त्यसपछि ट्युनिका अल्बुजिनिया अनि ट्युनिका भास्कुलोसा कतिवटा लेयर हुन्छ रे टेस्टिसको ट्युनिका भजाइनालिस ट्युनिका अल्बुजिनिया अनि ट्युनिका भास्कुलोसा भयो अब यो ट्युनिका भजाइनालिसको दुईटा लेयर हुँदो रहेछ पराइटल लेयर अनि भिसरल लेयर हुँदो रहेछ ल हेर्नुस् त ट्युनिका भजाइनालिसको दुईटा लेयर अहिलेसम्म हामीले बाहिरबाट भित्र आउँदाखेरि स्किन डार्टस मसल एक्सटर्नल स्पर्मेटिक फेसिया क्रिमेस्टेरिक त्यसपछि इन्टर्नल हैन त्यसपछि अब आयो यो कालो लेयर देखिराख्नु भएको छ हो यो लेयरलाई के भन्दो रहेछ ट्युनिका भजाइनालिस भन्दो रहेछ यो दुईटा लेयर छ नि यो दुईटा लेयरलाई के भन्दो रहेछ ट्युनिका भजाइनालिस भन्दो रहेछ सो ट्युनिका भजाइनालिस भनेको केही पनि होइन यस्तो है यहाँ है यो टेस्टिस भयो है यो टेस्टिस भयो अनि यो टेस्टिसलाई यसरी कभर गरेको हुँदो रहेछ जसलाई के भन्यो ट्युनिका भजाइनालिस भन्यो अनि यो बाहिरपट्टि ट्युनिका भजाइनालिसको बाहिरपट्टिको लेयर दुईटा हुन्छ भनेर भन्यौं नि हैन पराइटल र भिसरल हुन्छ सो बाहिरपट्टिकोलाई पराइटल भन्दो रहेछ भने भित्रपट्टि जुन टेस्टिससँग टाँसेको छ यसलाई के भनिँदो रहेछ भिसरल लेयर भनिँदो अनि यो दुईटाको बिचमा ग्याप छ नि है दुईटाको बिचमा के छ ग्याप सो हेर्नुस् त बाहिरपट्टिको लेयरलाई पराइटल लेयर भित्रपट्टिको एकपट्टिको पराइटल लेयर एकपट्टिको भिसरल लेयर भित्र जुन टाँसेको छ त्यसलाई के भन्छ भिसरल लेयर यो दुईटाको बिचको के छ यहाँ हेर्नुस् त ग्याप छ है सम्झिनु होला ग्याप छ त्यसको क्लिनिकल इम्पोर्टेन्स छ है अहिले हाइड्रोसिल र भ्यारोसिल पढ्दाखेरि चाहिन्छ हुन्छ त्यसपछि अलिकति भित्र जानुस् त त्यसपछि भित्र गइसकेपछि हेर्नुस् त यो ट्युनिका भजाइनालिस अलिकति भित्र गएपछि हेर्नुस् यो पुरा टेस्टिस हो नि हैन टेस्टिस हो त्यसपछि हेर्नुस् त यो लेयरलाई के भनिँदो रहेछ भित्रपट्टिको लेयरलाई चाहिँ ट्युनिका अल्बुजिनिया अनि यो टेस्टिस भित्र छिरेको रातो कलरको लेयर देखिराख्नु भएको छ देखिराख्नु भएको छ हो यसलाई चाहिँ के भनिँदो रहेछ ट्युनिका भास्कुलोसा सो बाहिरपट्टिबाट के हुँदो रहेछ
ट्युनिका भजाइनालिस ट्युनिका भजाइनालिसको दुईटा लेयर हुँदो रहेछ, प्याराइटल लेयर र भिसरल लेयर हैन, दुईटाको बीचमा ग्याप हुँदो रहेछ, स्पेस हुँदो रहेछ। त्यसपछि आउँदो रहेछ यो ट्युनिका एल्बुजिनिया र टेस्टिसको भित्रको प्रत्येक हैन प्रत्येक लोबुल्सहरुलाई हैन लाइन गर्नेलाई चाहिँ के भन्दो रहेछ ट्युनिका भन्दो रहेछ है। ल हेर्नुस् त, यदि टेस्टिसमा हेर्नु भने तीनटा कभरिङ हुँदो रहेछ, ट्युनिका भजाइनालिस, ट्युनिका अल्बुजिनिया र ट्युनिका भ्यास्कुलोसा है। ल त्यसपछि तपाईले हेर्नुभयो भने इफ यो चाहिँ तपाईको टेस्टिसलाई सजाइटल सेक्सनमा काटेको हो है, काट्दाखेरि यस्तो देखिँदो रहेछ। ल अब टेस्टिस मात्र पढौँ हैन, अघि त बाहिरबाट स्क्रोटमबाट आउँदाखेरिको लेयरहरु थियो, अब बाहिरबाट जाने हो। यो बाहिरको लेयरलाई के भनिँदो रहेछ ट्युनिका भजाइनालिसको कुन लेयर पराइटल लेयर, त्यसपछि यो कुन लेयर हो भिसरल लेयर, अनि भित्रको लेयर कुन हो भास्कुलोसा सरी एल्बुजिनिया अनि सबैलाई लाइनिङ गर्नेलाई चाहिँ के भनिँदो रहेछ भास्कुलोसा। अब सर टेस्टिस भित्र चाहिँ के हुँदो रहेछ हैन, टेस्टिस भित्र के हुँदो रहेछ त्यो कुरा हामी यहाँ पढ्दैछौँ माइक्रोस्कोपिक स्ट्रक्चरमा। अब हेर्नुस् है टेस्टिसबाट के हुँदो रहेछ, यो तपाईले यस्तो फोल्डिङ कोइल लाइक स्ट्रक्चर देखिराख्नु भएको छ हो। यहाँ टेस्टिस भित्र धेरै त हैन 600-700 वटा जति 500 देखि 600 वटा लोबुल्सहरु हुन्छ भन्छ, र प्रत्येक लोबुल्समा 2 देखि 3टा सेमिफेरस ट्युब्युल हुन्छ भनेर भनेको चाहिँ यो स्ट्रक्चर जुन यस्तरी लोबुलेटेड स्ट्रक्चर देखिराख्नु भएको छ हैन, घुमेको जुन यस्तो कर्भिङ टाइपको स्ट्रक्चर देखिराख्नु भएको छ, यो स्ट्रक्चरलाई के भनिन्छ रहेछ सेमिनिफेरस ट्युब्युल्स भनिन्छ। सेमिनिफेरस ट्युब्युल्सहरुमा चाहिँ के हुन्छ त सर भने यहाँ चाहिँ के हुन्छ स्पर्मको प्रोडक्सन हुन्छ, के हुन्छ स्पर्मको प्रोडक्सन हुन्छ। यसरी स्पर्मको प्रोडक्सन भइसकिसकेपछि यो ट्युब्युल्सहरु हेर्नुस् त एकअर्कासँग आएर यहाँ जोडिरहेको छ कि छैन, जोडिरहेको छ हो। योलाई चाहिँ के भनिँदो रहेछ, यो स्ट्रक्चरलाई के भनिँदो रहेछ, यसलाई भनिँदो रहेछ ट्युबुलाई रेक्टी। के भन्दो रहेछ ट्युबुलाई रेक्टी। अनि यो ट्युबुलाई रेक्टीहरु सबै आएर एक ठाउँमा जोडिएर हेर्नुस् त जोडिएको छ कि छैन यहाँ हो। यसलाई के भनिँदो रहेछ यो ठाउँलाई भनिँदो रहेछ रेक्टी टेस्टिस। सो सेमिनिफेरस ट्युब्युल्स आयो, सेमिनिफेरस ट्युब्युल्स आइसकिसकेपछि यो स्ट्रक्चरलाई सिंगल स्ट्रक्चरलाई के भनिँदो रहेछ ट्युबुलाई रेक्टी। अनि यो ट्युबुलाई रेक्टीहरु सबै जोडेर एउटा हेर्नुस् यस्तो खालको स्ट्रक्चर बनिरहेको छ नि हो, जहाँ एकअर्कासँग इन्टरकनेक्ट भइरहेको छ। यो स्ट्रक्चरलाई चाहिँ के भनिँदो रहेछ रेक्टी टेस्टिस भनिँदो रहेछ है। अब रेक्टी टेस्टिसबाट हेर्नुस् त यहाँबाट तपाईको फेरि स्ट्रक्चर एउटा हैन इफरेन्ट डक्टुल्स भनेको, अब यो स्पर्म यहाँ आइसकेपछि बाहिर लानु पर्यो हैन, इफरेन्ट डक्टुल्सहरु भन्छ यसलाई बाहिर आउटफ्लो बाहिर निकाल्नको लागि चाहिने यो स्ट्रक्चरलाई के भनिन्छ इफरेन्ट डक्टुल्स भन्दछ। अनि इफरेन्ट डक्टुल्सहरु गएर सबै गएर यहाँ हेर्नुस् त के बन्दो रहेछ सबैहरु जोडिएर इपिडिडाइमिस। यो इपिडिडाइमिस हो के पछाडीपट्टि भएको इपिडिडाइमिस, यो हेड अफ द इपिडिडाइमिस, यो बडी अफ द इपिडिडाइमिस, यो टेल अफ द इपिडिडाइमिस। त्यसपछि हेर्नुस् त यहाँ इफरेन्ट डक्टुल्सहरु गएर के बन्दो रहेछ इपिडिडाइमिस बन्दो रहेछ। अब इपिडिडाइमिसबाट पछाडी हेर्नुस् त यहाँ हेर्नुस्, यहाँ तल हेर्नुस् त एउटा यो सबै जोडेर एउटा डल्लो जस्तो ट्युब जस्तो स्ट्रक्चर बन्यो नि हैन। त्यो ट्युब जस्तो स्ट्रक्चर यहाँ माथिबाट निस्किरहेको छ, यसको पछाडीबाट निस्किन्छ नि हैन, यसको पछाडीपट्टिबाट निस्किन्छ हो। त्यो स्ट्रक्चर जहाँबाट स्पर्म गइरहेको छ त्यसलाई चाहिँ के भन्छ डक्टस डिफरेन्स भन्छ। के भन्छ डक्टस डिफरेन्स। अनि यो डक्टस डिफरेन्स पछि गएर इजाकुलेटरी डक्ट हुँदै प्रोस्टाटिक युरेथ्रा हुँदै पेनिसबाट के हुन्छ सिमेन बाहिर निस्किन्छ। ल अब ब्लड सप्लाईहरु के रहेछ त हेर्नुस् त यसको आर्टेरियल सप्लाई ब्लड सप्लाईहरु टेस्टिसको त्यसमा नि टेस्टिसलाई सप्लाई गर्ने टेस्टिकुलर आर्टरी, अनि भास डिफरेन्सलाई यो भास डिफरेन्स हो नि हैन, भास डिफरेन्सलाई सप्लाई गर्ने भास डिफरेन्स। अनि यहाँनिर देख्नु भएको यो गेजाकुजुङ भएको आर्टरी देखिराख्नु भएको छ नि, गेजाकुजुङ देखिराख्नु आर्टरी, यो आर्टरी चाहिँ के भन्छ प्रिमेस्टेरिक आर्टरी। अब एउटा कुरा तपाईहरुले बुझ्नु होला, यो आर्टरी तपाईहरुले सिर्फ नाम मात्र बुझ्नु भयो भने पनि हुन्छ है। टेस्टिसलाई सप्लाई गर्ने कुन आर्टरी, टेस्टिसलाई सप्लाई गर्ने कुन आर्टरी टेस्टिकुलर आर्टरी। भास डिफरेन्स भनेको डक्टस डिफरेन्स हैन, डक्टस डिफरेन्समा सप्लाई गर्ने डक्टस डिफरेन्स आर्टरी र प्रिमेस्टेरिक मसल्सलाई सप्लाई गर्ने यहाँ भित्रको मसल्सलाई सप्लाई गर्ने प्रिमेस्टेरिक आर्टरी। यति सम्झिनु। यसको आर्टेरियल सप्लाई भन्दाखेरि पनि भेनस सप्लाई यसको इम्पोर्टेन्ट छ है। यसको भेनस सप्लाई इम्पोर्टेन्ट छ। किन इम्पोर्टेन्ट छ मैले यसमा अलिकति म फोकस गर्न चाहन्छु।
भेनस सप्लाई भनेको ब्लड एकचोटि आइसकिसकेपछि भेनस रिटर्न हुनु पर्यो हैन, फेरि फिर्ता जानु पर्यो, त्यसलाई के भन्छ भेनस सप्लाई भन्छ हैन। सो अथवा एकचोटि यहाँनिर ब्लड सप्लाई गरिसकेपछि इम्पोर्टेन्ट छ बुझ्नु होला। तपाईहरुले हाइड्रोसिल भनेर भ्यारोसिल भनेर सुन्नुहुन्छ नि है, यी कुराहरु म डिस्कस गर्दैछु क्लिनिकल कुराहरु। कसरी भ्यारोसिल हुन्छ, कसरी हाइड्रोसिल हुन्छ अलिकति बुझौँ। हेर्नुस् है, आर्टरीलाई यसरी सप्लाई गर्दाखेरि हो यहाँ ब्लड आइसकिसकेपछि कुन कुन आर्टरी थियो, टेस्टिकुलर आर्टरी, क्रिमेस्टेरिक आर्टरी र आर्टरी टु डक्टर्स भेन, यसरी सप्लाई गरिसकेपछि यहाँबाट ब्लड फिर्ता जानु पर्दैन, लाग्नु पर्यो नि फिर्ता हैन। हो त्यो लाने प्रोसेसलाई चाहिँ के भन्छ भेनस रिटर्न भन्छ हैन। सो यो भेनस रिटर्न हुनको लागि चाहिँ के हुँदो रहेछ भनेको 15 देखि 20 वटा भेनहरु हुँदो रहेछ सुरुमा। हेर्नुस् त यहाँ 15 देखि 20 वटा भेन हुँदो रहेछ। यो 15 देखि 20 वटा भेन चाहिँ हैन, 15 देखि 20 वटा भेन चाहिँ पछि जोडिँदै गएर जम्मा लास्टमा कतिवटा भेन बन्द रहेछ, 2-4 भेन बन्द रहेछ। बुझ्नु? 15 देखि 20 वटा भेन चाहिँ पछि गएर कतिवटा बन्छ, 2-4 भेन बन्छ। हो यसरी यो 15 देखि 20 वटा भेन जुन यसरी देखिराख्नु भएको स्ट्रक्चर छ नि तपाईलाई, यसलाई चाहिँ के भन्छ प्याम्पिनिफर्म प्लेक्सस भन्छ। यसलाई के भन्छ प्याम्पिनिफर्म प्लेक्सस। प्लेक्सस भनेको भेनहरुले एकअर्कासँग नेटवर्क बनाउनेलाई के भन्छ प्याम्पिनिफर्म प्लेक्सस भन्छ है। अनि यो प्याम्पिनिफर्म प्लेक्सस चाहिँ लास्टमा गएर हेर्नुस् त यहाँ इन्फेरियर यो यतापटिको तपाईको राइट साइड हैन, राइट साइड डाइरेक्टली गएर हेर्नुस् त, राइट साइड डाइरेक्टली गएर इन्फेरियर भेना काभामा ड्रेन गरिरहेको छ भने लेफ्ट साइड चाहिँ गएर लेफ्ट टेस्टिकुलर भेन गरेर लेफ्ट रेनल भेनबाट चाहिँ गएर इन्फेरियर भेना काभामा ड्रेन गरिरहेको छ। क्लियर छ नि? देखिरहेको छ नि? ल अब सर यो भ्यारोसिल र हाइड्रोसिल भनेको चाहिँ के हो भनेर भन्नुभयो भने यो दुईटा टर्म कमन हो, यो दुईटा टर्म कमन हो, भेरी कमन टर्म हो। अनि यसमा तपाईले हेर्नुभयो भने हाइड्रोसिल र भ्यारोसिल, हाइड्रोसिलको बारेमा त हामीलाई थाहा छ पानी जमेको भनेर भन्छ हैन। टेस्टिसमा पानी जम्यो भने के भन्छ हाइड्रोसिल भन्छ। अघि मैले ल यहाँ हेर्नुस् त, अघि हामीले पढेको 3-4 यहाँ के थियो, ट्युनिका भजाइनालिस, ट्युनिका एल्बुजिनिया, ट्युनिका भ्यास्कुलोसा। यो ट्युनिका भजाइनालिसको बाहिरपट्टिको लेयरलाई के भनेको थियो पराइटल लेयर, भित्रपट्टिको लेयरलाई के भनेको थियो भिसरल लेयर। यो दुईटाको बीचमा स्पेस छ भनेर भनेको थिएँ मैले, भनेको थिएँ यदि यो दुईटा स्पेसको बीचमा पानी, यदि यो दुईटा स्पेसको बीचमा पानी हैन, पानी हाइड्रो भनेको पानी जम्यो भने, दुईटा स्पेसको बीचमा पानी जम्यो भने त्यसलाई के भनिन्छ हाइड्रोसिल भन्छ। के भन्छ हाइड्रोसिल भन्छ। फरक छ। अब सर यो भ्यारोसिल भनेको चाहिँ के हो त? भ्यारोसिल भनेको के हो? भ्यारोसिल भनेको अघि यहाँनिर यो प्लेक्ससको नाम के थियो प्याम्पिनिफर्म प्लेक्सस हो, प्याम्पिनिफर्म प्लेक्सस। जब टेस्टिसलाई सप्लाई गरिसकेपछि यहाँबाट भेनस रिटर्न भएर कहाँ जानु परिरहेको थियो पछाडी, कि त आइबिसी मा जानु परेको थियो या त तपाईको कहाँ जानु परेको थियो लेफ्ट राइट लेफ्टपट्टिको रेनल भेनमा गएर ड्रेन गरिरहेको थियो। यदि यसरी ड्रेन गर्ने क्रममा यहाँ भेनस रिटर्न जुन भइरहेको थियो, भेनस रिटर्न नभइकिन माथि जान सकेन अरे त्यो जुन ब्लडहरु थियो माथि जान सकेन भने के हुन्छ? अब खुल्छ कि खुल्दैन? खुल्छ नि हैन? त्यो ब्लड जुन प्याम्पिनिफर्म प्लेक्ससबाट माथि गएर यहाँ ड्रेन गर्नु पर्ने थियो। नर्मल मान्छेमा हामी जस्तो केटा मान्छेहरु जो छ यहाँ नर्मल छ, त्यसमा नर्मली रिटर्न भइरहेको हुन्छ, नर्मली रिटर्न भइरहेको हुन्छ। यदि नर्मल यहाँ रिटर्न भएन भने यहाँ ब्लड धेरै मात्रामा जम्छ कि जम्न त हैन, धेरै मात्रामा ब्लड यहाँ अकुमुलेट हुन्छ कि हुँदैन? हुन्छ, अकुमुलेट भएर फुल्छ कि फुल्दैन? फुल्छ नि। हो त्यसलाई चाहिँ के भनिन्छ भ्यारोसिल भन्छ। हाइड्रोसिल र भ्यारोसिल भनेको दुईटा फरक चिज, फरक मेकानिजमबाट हो। बुझ्नुभयो? टेस्टिस त अब ठुलो भएको त देखिन्छ हैन, त्यो पानी जमेर भएको हो कि भ्यारोसिल भएको त चाहिँ अब डाक्टरले पत्ता लगाउनु है। बुझ्नुभयो? तपाईहरुले चाहिँ बुझ्नुभयो हाइड्रोसिल भनेको यो दुईटाको बीचको पानी जम्नु हो, भेनस रिटर्न भएन भने चाहिँ त्यसलाई चाहिँ के भन्छ भ्यारोसिल भन्छ। त्यही हेर्नुस् त, द मोस्ट कमन कज अफ स्क्रोटल इन्लार्जमेन्ट इज अ हाइड्रोसिल हैन, दैट इज एक्सेसिभ एक्युमुलेसन अफ द सेरस फ्लुइड भनेको पानीहरु हुन्छ बडीमा, टिस्यु फ्लुइडहरु जम्मा भयो भने भनेको छैन। सो विदिन द ट्युनिका भेजिनालिस त्यो दुईटाको बीचको स्पेसमा भयो भने एज द इन्फेक्सन अफ द टेस्टिस इज इभिडेन्ट ट्रमा चोट लाग्यो भने पनि हुन्छ।
भ्यारोसिल भनेको एब्नर्मल डाइलेटेसन एन्ड द टॉर्सिसिटी अफ द पेम्पिनिफर्म भेनस प्लेक्सस। बुझ्नुभयो? टर्चस भयो, रिटर्न गर्न सकेन, फुलेर बस्छ भने चाहिँ त्यसलाई के भनिन्छ? हाइड्रोसिल भन्दो रहेछ। बुझ्नुभयो नि कुरा? बुझ्नुभयो नि? कसैले सधैँ थाहा पाउनु। अनि एक्ज्याक्ट जल्दा पनि हुन्छ। जल्दा पनि हुन्छ। जल्दा पनि हुन्छ। केटी मान्छे बाहेक। किनभने सानो बच्चामा चाहिँ टेस्टिस हुँदैन र अनि रिटर्न हुँदैन र यही गरेर यही कुरा हामीलाई एडल्टमा गएर हुँदै भनेको के हो? म्याच्योर्ड हुनु नि हामीमा हैन, म्याच्योर्ड बनाउने नि। बच्चाहरूलाई के हुन्छ? कम हुन्छ झन् धेरै हाई चान्सेस हुन्छ बच्चामा आउने हैन। सो यु हेभ टु बी क्लियर क्या। एउटा कन्सेप्ट हुन्छ नि, टेस्टिस यत्रो ठुलो भएर आएको छ भनेपछि त्यो हाइड्रोसिल होइन क्या। त्यसलाई के भन्छ? ठुलो भएर आउँछ नि हाम्रो यतातिर। शब्द प्रयोग गर्दाखेरि थाहा पाउनु पर्यो क्या। हाइड्रोसिल हो कि भ्यारोसिल हो? हामीलाई त ठुलो मात्र भएको जस्तो लाग्छ नि हैन, तर हाइड्रोसिल भनेको त मेकानिजमै फरक रहेछ नि। यता पढेको मान्छे हो नि त हामी बुझ्ने क्या। ल अर्को हेर्नुस् त, टेस्टिकुलर क्यान्सर। टेस्टिसमा के हुन्छ? अर्को केटा मान्छेहरूलाई हुने हैन, कमन युटेरसमा हुने क्यान्सर जस्तै टेस्टिसमा पनि के हुन्छ? क्यान्सर। ल हेर्नुस् त, इट्स अ क्यान्सर और ट्युमर विदिन द 95% एराइजिङ फ्रम द जर्म सेल्स। तो जर्म सेल्स भनेको प्रिमोर्डियल जर्म सेल्स में हुने क्यान्सर अरे 60% shows the mixed type of cancer हैन। सो सर्जिकल रिसेक्सन इज परफर्म टु रिमुभ द टेस्टिस। यदि क्यान्सर भएको छ भने हामीले रिमुभ गर्न सक्छौं है। सो यो पनि एकदम केटा मान्छेहरुमा हुने कमन टाइप अफ क्यान्सर हो है। कमन नै हो, कमन टाइप नै छ हजुर। ल अब टेस्टिसको समरीमा हामीले पढ्यौं भने के पढ्ने त? टेस्टिसको समरीमा ल टेस्टिसमा कतिवटा लेयर हुँदो रहेछ? तीन चार। कुन कुन थियो? ट्युनिका भजाइनालिस यहाँ लेखेको छैन हैन। ट्युनिका भजाइनालिस, ट्युनिका लुजिनियाना, ट्युनिका भास्कुलस। यसले टेस्टिसलाई लोबुल्सहरुमा डिवाइड गर्दो रहेछ हैन। अब सेमिनिफेरस ट्युबुल्स भनेर त्यो टेस्टिस भित्र हुन्छ सेमिनिफेरस ट्युबुल्स हैन। इच लोबुल भित्र कतिवटा? तीनवटा हैन सेमिनिफेरस ट्युबुल्स जुन कोइल टाइपको हुन्छ। अब यो सेमिनिफेरस ट्युबुल्समा चाहिँ के हुँदो रहेछ भनेर एकचोटी हेर्दै जहाँ स्पर्मको प्रोडक्सन भइरहेको छ। मैले डिटेलमा भनिन नि हैन, तपाईहरुलाई चाहिदैन भनेर मैले भनेको छु। त्यही पनि यहाँ लेखेको छ पढिहाल्नुलाई। यो सेमिनिफेरस ट्युबुल्स भित्र एउटा हुँदो रहेछ स्पर्मेटोजेनिक सेल। के हुँदो रहेछ? स्पर्मेटोजेनिक सेल। अर्को हुँदो रहेछ सर्टोलिक सेल। यो स्पर्मेटोजेनिक सेलमा हेर्नुस् त टाइप ए टाइप बी सेल भनेर मैले अस्ति स्पर्मेटोजेनेसिस पढाउँदा पढाएको थिएँ नि हैन, जसमा मैले धेरै फोकस गरेँ तर त्यहाँ इम्पोर्टेन्ट चीजहरु थियो। तपाईहरुलाई गर्न चाहिदैन भनेर मैले फोकस गरिन। हेर्नुस् त त्यो स्पर्मेटोगोनिक सेलले चाहिँ के बनाउँदो रहेछ हेर्नुस् त? स्पर्मेटिड्स र स्पर्मेटोजोआ बनाउँदछ। अनि यो स्पर्मेटिड्स र स्पर्मेटोजोआहरुलाई सपोर्ट गर्नको लागि चाहिने सेललाई चाहिँ के भन्दो रहेछ? सर्टोली सेल भन्दो रहेछ। के भन्दो रहेछ? सर्टोली सेल भन्दो रहेछ। यो चाहिँ सपोर्टिङ टाइप अफ सेल रहेछ है। बुझ्नुभयो नि? सेमिनिफेरस ट्युबुल्स भित्र के हुँदो रहेछ? के हुँदो रहेछ सेमिनिफेरस ट्युबुल्स भित्र? सेमिनिफेरस ट्युबुल्स भित्र दुई खालको सेल हुँदो रहेछ। एउटालाई भन्छ स्पर्मेटोगोनिक सेल, अर्कोलाई भन्छ सर्टोलिक सेल। स्पर्मेटोगोनिक सेलले स्पर्मेटिड्स र स्पर्मेटोजोआ जुन स्पर्म भन्छ त्यो बनाउँदो रहेछ र त्यो स्पर्म बनाइसकेपछि त्यसलाई चाहिँ नरिश गर्नु पर्यो, त्यसलाई प्रोटेक्ट गर्नु पर्यो, त्यसलाई सपोर्ट गर्नु पर्ने। त्यसले चाहिँ केले गर्दो रहेछ? सर्टोलिक सेलले गर्दो है। त्यस्तै अर्को हेर्नुस् त, अर्को पनि एउटा सेल हुँदो रहेछ टेस्टिसमा जसलाई के भनिएको रहेछ? इन्टरस्टेशियल सेल्स अफ लेडिङ भन्ने पनि हुन्छ। यो पनि कहाँ हुँदो रहेछ? सेमिनिफेरस ट्युबुल्समा नै हुँदो रहेछ। अनि हेर्नुस् त त्यसबाट स्ट्रेट ट्युबुल्सहरु अनि त्यही भित्र रेटिटिस्टिसहरुको बारेमा मैले कुरा गरे नि हैन? यो चाहिँ तपाईको म्याक्रोस्कोपिक पिक्चर काटेर हेर्दाखेरि देख्ने माइक्रोस्कोपिक हैन, म्याक्रोस्कोपिक पिक्चरहरु है। ल यति पढ्नु भयो भने टेस्टिस टेस्टिसको क्वेशन आयो भने सल्भ गर्न सकिन्छ है। ल अब अलिकति अगाडि जाऊ हैन, अलिकति अगाडि जाऊ। सो टेस्टिस, अब यहाँ टेस्टिस पढिसकेपछि टेस्टिसबाट आएको चीज कहाँ पुग्दो रहेछ? यहाँबाट बनेको स्पर्म, यहाँबाट बनेको स्पर्म अब कहाँ जाँदो रहेछ? इपिडिडाइमिसमा जाँदछ। अनि इपिडिडाइमिसबाट हुँदै 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 यो डक्टर्स डिफरेन्ट हैन, त्यो डक्टर्स डिफरेन्ट हुँदै बाहिर जानु पर्यो, पेनिसमा जानु पर्यो हैन। बिचको धेरै पार्टहरु चाहिँ मैले पढाउँछु ल, पछि पढाउँछु। अब हेर्नुस् त यो
इपिडिडाइमिस भनेको चाहिँ कस्तो खालको स्ट्रक्चर रहेछ कोमा सेपको स्ट्रक्चर रहेछ कस्तो खालको कोमा हुन्छ नि इन्भर्टेड कोमा हुन्छ नि यस्तो माथिबाट लाउने कोमा त्यस्तो खालको स्ट्रक्चर रहेछ है हेर्नुस् त अनि लेन्थ कति हुँदो रहेछ 4 देखि 6 सेन्टिमिटर अनि कहाँ सिचुएटेड हुँदो रहेछ यो एन्टेरियर बोर्डर हो यो एन्टेरियर बोर्डर हो यो पोस्टेरियर बोर्डर सो पोस्टेरियर बोर्डर पनि कहाँ हुँदो रहेछ माथि पनि यो अप्पर पोल हो के हैन अप्पर पोल यो टेस्टिसको लोअर पोल अप्पर पोलमा पनि हुँदो रहेछ पोस्टेरियर बोर्डरमा पनि हुँदो रहेछ हैन अनि इट कन्टिन्युज एज अ कुन डक्टस डिफरेन्स सो माथिकोलाई हेड बिचकोलाई बडी र तलकोलाई टेल भनिदो रहेछ है यसमा के समस्या छ छैन त्यो फोटो हामीले पढ्यौं नि हैन त्यो फोटो त अघि हामीले डिटेलमा गरिसकेको छ त्यो फोटो है सो यो भनेको प्रत्येक चीजलाई के भन्छ लोबुल्स भन्दो रहेछ हैन यसलाई तीनटाले लाइन गर्दो रहेछ यहाँनेरि भएको डिफरेन्ट जुबुल्सहरु भयो हैन त्यसपछि यो के हो रेडी टेस्टिस भयो अनि त्यसपछि यसलाई के भन्छ डिफरेन्ट डक्टुल्स भन्छ सो डिफरेन्ट डक्टुल्स गरेर हेडमा कनेक्ट भएको छ हेड बडी टेल अनि यो गएको डक्टस बनाउन सिक्ने ल यो टेस्टिसको यो बनाउन सिक्ने टेस्टिसको त्यो खालको फोटो अघिको ल इपिडिडाइमिसमा चाहिँ के हुँदो रहेछ हेर्नुस् त अब बनेको स्पर्म के हुँदो रहेछ के बन्द रहेछ म्याच्योर्ड हुने काम गर्दो रहेछ अनि इट अल्सो गेन्स द प्रोग्रेसिभ मोटिलिटी दौडिन थाल्छ रे स्पर्म मोटाइल हुन थाल्छ रे अनि जबसम्म इज्याकुलेट हुँदैन जबसम्म बाहिर निस्किदैन तबसम्म के हुँदो रहेछ स्टोर भएर बस्ने काम पनि कहाँ गर्दो रहेछ यहाँनेरि गर्दो रहेछ एउटा कुरा यसरी बुझ्ने ल यसलाई कसरी बुझ्ने भन्नुहुन्छ भने नि यदि यो टेस्टिसको एउटा कुनै लोगो हेर्नु भयो भने नि टेस्टिसको लोगो हेर्नु भयो र यहाँबाट बाहिर निस्किराख्नु परेको छ हैन यो ट्युबुल भयो या रेडी टेस्टिसमा पुगिरहेको छ भने यहाँ छ नि यहाँ सबभन्दा इम्याच्योर्ड हुन्छ यहाँ सबभन्दा के हुन्छ इम्याच्योर्ड यो अलिकति म्याच्योर्ड हुँदै सबसे म्याच्योर्ड स्पर्म चाहिँ कहाँ हुन्छ सबभन्दा माथिपट्टि हुन्छ अनि यहाँबाट निस्किन्छ त्यसपछि रेडी टेस्टिसमा पुग्छ अलिक म्याच्योर्ड हुन्छ अनि हुँदै गएर जब बाहिर निस्किने बेला हुन्छ नि त्यतिखेर चाहिँ सबसे म्याच्योर्ड स्पर्म बाहिर निस्किन्छ है यो चाहिँ बुझ्नु पर्छ 64 दिनमा हुन्छ 64 दिनभित्र एउटा इम्याच्योर्ड स्पर्म चाहिँ सबसे म्याच्योर्ड भएर बाहिर जान्छ म्याच्योर्ड भएर बाहिर निस्केपछि निस्केन भने मरिहाल्छ बुझ्नु होला 64 डेज लाग्छ है यो एउटा कन्सेप्ट कुरा छ है त्यही भएर जति हामी यहाँबाट यता पढ्दै जान्छ नि त्यति स्पर्म के हुन्छ म्याच्योर्ड हुन्छ त्यति उसले दौडिन सक्छ क्यापेसिटी हैन त्यस्तो मोटिलिटी हुन्छ यसले गेन गर्दै जान्छ क्या अनि गेन गर्दै जान्छ अनि अलिक अगाडि जान्छ हैन स्पर्मलाई अब अलिक अगाडि गएपछि उसलाई ताकत चाहिन्छ नि त हैन ताकत दिनको लागि प्रोस्टेटबाट केही कुरा रिलिज हुन्छ सेमिनल भेसिकल्सबाट रिलिज हुन्छ अनि बल्ल तिनीहरु के भन्छ सिमेन भन्छ क्या बुझ्नु भएन सिमेन भन्छ अनि सेमिनल भेसिकल्सबाट फ्रुक्टोज आउँछ हैन उसलाई के हुन्छ खानको लागि ताकत दियो हैन अनि हुँदै बल्ल बाहिर निस्किन्छ त्यति सजिलो हुँदैन के है स्पर्म एक्लैले के गर्न सक्दैन है ल त्यसपछि स्पर्मेटिक कट अब हेर्नुस् त स्पर्मेटिक कट भनेको चाहिँ के रहेछ स्पर्मेटिक कट भनेको टेस्टिसबाट आएको डक्टस डिफरेन्स नि हैन टेस्टिसबाट आएको डक्टस डिफरेन्स हो र यहाँनेरि तपाईको अब के थियो ब्लड भेसल्सहरु थियो नि हैन अथवा ब्लड भेसल्सहरु थियो आर्टरीहरु थियो यिनीहरु मिलेर चाहिँ के बनाउँदो रहेछ स्पर्मेटिक कट बनाउँदो रहेछ सो इट इज अ ट्युबुलर सीड के अरे यो इट्स अ tubular seed-like structure that contains the vast different vessels, nerve of the testis and epididymis, and combinedly they are called as the spermatic cord. बुझ्नु भयो के भन्नु रहेछ spermatic cord भन्ने and it pass to and from the testis through the inguinal canal. अब यहाँबाट बनिसकेपछि एउटा यो ओपनिङ जस्तो देखिराख्नु भएको छ हाम्रो ठ्याक्कै यहाँनेरि हुन्छ है त्यो ओपनिङलाई के भन्दो रहेछ इन्गुइनल क्यानल भन्छ अब यो इन्गुइनल क्यानलबाट भित्रपट्टि छिरेर गइरहेको छ हो अब यो घुमेर आउनु पर्यो फेरि यहाँसम्म है प्रोसेस राम्रो छ बिस्तारै जाउँ ल अब तपाईले डक्टस डिफरेन्स हैन डक्टस डिफरेन्स भनेको कुन हो भास्ट डिफरेन्स अथवा डक्टस डिफरेन्स भनेको यो ट्युब हैन हेर्नुस् त यो ट्युबलाई के भनेको डक्टस डिफरेन्स अथवा भास्ट डिफरेन्स भनेको हैन अब हेर्नुस् त यहाँबाट गएर पुरा घुमेर आएर यहाँबाट आएर यसरी बाहिर निस्किनु पर्छ यहाँबाट यसरी निस्किँदै हुन्छ नि हैन तर हुँदैन क्या किन हुँदैन किनभने किन हुँदैन
म्याच्योर्ड हुनु पर्यो, उसलाई तागत चाहियो, मोटिलिटी चाहियो, सिमेन बन्नु पर्यो हैन, धेरै कुरा छ हैन। त्यो भएर मेकानिजम बुझ्नुभयो नि किन भन्ने कुरा क्या, बुझ्नुभयो नि। यतिकै किन यस्तो घुम्नु जरुरी छ, यहाँबाट आएर सट्टै दिँदा हुन्छ नि हैन, होइन। तर के हुन्छ, यहाँबाट जानु पर्यो, त्यसबाट यहाँ सेमिनल भेसिकल्स रिलिज गर्छ हैन। सो फिमेलको भजानाभित्र छिर्दाखेरि त्यहाँ एसिडिक मिडियम हुन्छ हैन, एसिडिक मिडियमलाई पहिले सुरुमा अल्कोहलाइनमा लानु पर्यो, त्यहाँ गएर लिक्विफाइड हुनु पर्यो, लिक्विफाइड भइसकेपछि पछाडिबाट एनर्जी दिनु पर्यो, पुश गर्नु पर्यो फिमेलको भजनाबाट। जब बाहिर निस्किराखेको छ, जब त्यो के भन्छ, जब त्यो युटेरस भित्र छिरिसकेपछि त्यहाँ मोटिलिटी गेन गर्नु पर्यो, कति कुरा छ हैन। सो त्यही भएर यी यसरी घुमेर यहाँ पुरै हुन्छ नि, यहाँबाट ल्याएको ब्याक्टेरियम्सहरुले जसले सिमेन भन्छ, अनि बल्ल त्यहाँबाट के भन्छ, इज्याकुलेट हुने चिज चाहिँ, यहाँबाट इज्याकुलेट हुने चिजलाई चाहिँ के भन्छ, सिमेन भनिन्छ। यहाँबाट जानेलाई चाहिँ के भनिन्छ, स्पर्म भनिन्छ। सिमेन एन्ड स्पर्म दे आर डिफरेन्ट थिङ है। सिमेनमा धेरै कुरा हुन्छ, सिमेनको एउटा पार्ट हो स्पर्म चाहिँ है। ल कस्तो हुँदो रहेछ त यो भाषिक, यदि यसलाई मैले काटेर हेरे भने हेर्नुस् त यस्तो देखिदो रहेछ काटेर हेर्दाखेरि। सो इट इज अ थिक वर्ल्ड मस्कुलर ट्युब, मसल्सको एउटा ट्युब रे हैन, जसले स्पर्मलाई के गर्छ, अगाडिपट्टि इट प्रोपेल्स द स्पर्म फरवर्ड हैन ड्युरिङ द इज्याकुलेसन। सो इट प्रोपेल्स द स्पर्म भनेको यहाँबाट स्पर्मलाई बाहिर अझै फरवर्ड प्रोपेल गर्छ, ठेल्दो रहेछ है, ठेल्दो रहेछ। र यसको लेन्थ कति हुँदो रहेछ त, 45 सेन्टिमिटर हुँदो रहेछ। यहाँबाट सुरु भएपछि यो कति हुँदो रहेछ, 45 सेन्टिमिटर लङ छ, यति लामो हुँदो रहेछ, 45 सेन्टिमिटर है। एन्ड दिस वान इज द प्रिन्सिपल कन्स्टिट्युएन्ट्स अफ द स्पर्मेटिक कर्ड। यहाँनिर भएको जुन स्पर्मेटिक कर्ड हो, त्यसको चाहिँ के हो, यसको प्रिन्सिपल कन्स्टिट्युएन्ट हो। यो तपाईहरुले बुझ्नु भयो भने नि, यो तपाईहरुले बुझ्नु भयो भने रिप्रोडक्टिभ सिस्टम तपाईहरुलाई मजाले आउँछ, बुझ्नु भयो भने। किनभने प्रत्येक स्टेप मैले बिस्तारी गइरहेको छ है, बुझ्न जरुरी छ यो कुरा है। मैले भने नि यहीबाट स्पर्म बाहिर निकाल्न सक्थ्यो नि त हैन, भगवानले बनाइदिनु सक्थ्यो, तर यत्रो किन घुमाउनु पर्यो हैन, यत्रो किन घुमाउनु जरुरी छ। आउँछ क्या, म पढाउँदै गएपछि आउँदै जान्छ है। ल हेर्नुस् त, यसको लोकेसन कहाँनेरि हुँदो रहेछ, स्कर्टममा हुँदो रहेछ, त्यसपछि इन्ग्वाइनल क्यानलमा हुँदो रहेछ, अनि त्यसपछि माथि गएपछि यो पार्टलाई के भन्छ, ग्रेटर एन्ड लेसर पेल्भिस हैन। सो यो पार्टलाई ग्रेटर एन्ड लेसर पेल्भिस अथवा पेल्भिक क्याभिटी भनौं। सो स्कर्टम त्यसपछि इन्ग्वाइनल क्यानलबाट छिरेर जान्छ, अनि यसलाई के भन्छ, पेल्भिक क्याभिटी सम्म यो पुग्दो रहेछ है। अब बल्ल त स्पर्म माथि जाँदैछ हैन, अब कहाँ पुग्नु पर्छ होला हेर्नुस् त। ल हेर्नुस्, अब यहाँबाट तपाईले हेर्नु भयो भने हेर्नुस् त, यो डक्टर, यो युरेटर है, यहाँबाट युरिन आउने चिज हो। यो पछाडीमा देखिराख्नु पर्छ, यो डक्टस डिफरेन्स हो। अब डक्टस डिफरेन्स इट क्रसेस द युरेटर, युरेटरलाई क्रस गरिसकेपछि हाम्रो युरिनरी ब्ल्याडर छ नि, युरिनरी ब्ल्याडरको पछाडीपट्टि पुग्छ अरे, के पुग्छ, डक्टस डिफरेन्स। युरेटरलाई क्रस गर्दै कहाँ पुग्यो, अब युरिनरी ब्ल्याडरको पछाडीपट्टिको भागमा पुग्यो। अब पछाडीपट्टिको भागमा पुगिसकेपछि यसरी हेर्नुस् त, यहाँनेरि गएर पछाडीपट्टिको भागमा पुगिसकेपछि यहाँनेरि सेमाइनल भेसिकल छ, सेमाइनल भेसिकल छ, अनि यहाँ आएर यो र यो दुईटा आएर जोडिएको छ कि छैन हेर्नुस् त, यहाँ जोडिरहेको छ नि, हो जोडिरहेको छ। अब यहाँबाट इज्याकुलेटरी डक्ट भन्छ। सर यो फोटोमा तपाईले हेरिराख्दाखेरि बुझ्नुस् है, एउटा कुरा बुझ्नुस् है, डक्टस डिफरेन्स उता परबाट घुमेर आयो हो, 45 सेन्टिमिटर लामो टर्न लिएर घुम्दै आइरहेको छ, आयो घुमेर आइसकिसकेपछि यहाँ युरेटरलाई क्रस गरेर केसँग जोडिरहेको छ, सेमाइनल भेसिकल सँग। सेमाइनल भेसिकल छ नि हैन, सेमाइनल भेसिकल भनेको मेलकै पार्ट हो, सेमाइनल भेसिकल सँग आएर जोडिरहेको छ। सो केही न केही मटेरियलहरु यहाँ सेमाइनल भेसल्स भएको मटेरियलहरु स्पर्मसँग एकअर्कासँग जोडेर हैन जोडिरहेको छ नि, एकअर्कासँग मिलेर के त भलुम त बनाइरहेको छ नि, भलुम बनाइरहेको छ। अब अगाडि जाउँ है। ल अब हेर्नुस् त, यसरी भलुम बनाइसकिसकेपछि हैन, यसरी भलुम बनाइसकिसकेपछि यहाँ हेर्नु भयो भने यो दुईटा हेर्नुस् त, यो दुईटा जोडेर यो बन्यो हो, यो र यो दुईटा जोडेर के बनिरहेछ, यहाँ स्ट्रक्चर इज्याकुलेटरी डक्ट बन्यो। बुझिरहेको छ कुरा, बुझिरहेको छ। यहाँनेरि डक्टस डिफरेन्स भयो, यो सेमाइनल भेसिकल्स भयो, अनि यो दुईटा जोडेर के बन्यो, अब इज्याकुलेटरी डक्ट बन्यो। अब हेर्नुस् त,
vast presents a dilation known as the ampulla. So यतातिर तपाईले हेर्नुभयो भने एउटा स्ट्रक्चर यस्तो खालको डाइलेटेड भएको स्ट्रक्चर हुन्छ अरे जसलाई के भनिएको रहेछ एम्पुला भनिएको रहेछ. सो एम्पुलामा के भइरहेको छ एम्पुलामा स्पर्म पनि छ अनि इजैकुलेटरी यो भ्यास्ट यो के भन्छ सेमिनल भेसिकल्स को यहाँ मेटेरियलहरु पनि अब फ्लुइडहरु पनि आएर के भइरहेको छ जम्मा भइरहेको छ. सो के को लागि अरे storage of the semen, and at the whenever it reaches towards the base of the prostate it join to the top of the seminal vesicles and form the ejaculatory duct. So जब यो दुईटा गएर यो prostate को यो ठ्याक्क बेसमा पुगिसकेपछि एकअर्कासँग जोडेर के बन्दो रहेछ ejaculatory duct बन्दो रहेछ. अहिले हामीले के पढ्यौं भने यताबाट आयो डक्टर सिग्रेन्स seminal vesicles त्यहाँनेरि प्रोस्टेट को पछाडीपटि ब्ल्याडर को पछाडीपटि seminal vesicles छ दुईटा जोडिँदो रहेछ अनि के भन्दो रहेछ इजैकुलेटरी डक्ट भन्दो रहेछ. इजैकुलेटरी डक्ट भन्नु भन्दा अगाडि एउटा अलिकति पार्ट अलिकति यस्तो डाइलेटेड पार्ट हुन्छ अरे जसलाई के भनिन्छ रहेछ एम्पुला भनिन्छ रहेछ है र सिमेन को स्टोरेजमा त्यसले के गर्छ मद्दत गर्दो रहेछ. अब हेर्नुस् त त्यो स्ट्रक्चर्सहरुको हैन अहिले पढेको स्ट्रक्चर्सहरुको आर्टरी सप्लाई के रहेछ सुपेरियर भेसिकल आर्टरी इन्फेरियर भेसिकल आर्टरी र टेस्टिकुलर आर्टरी इनर चाहिँ ब्लड सप्लाई रहेछ है. ल अब हेर्नुस् यो फोटोमा हेर्नुभयो भने स्पर्म यसरी जान्छ कि जाँदैन हेर्नु टेस्टिसले निकाल्यो हो टेस्टिसले निकालिसकेपछि गयो यहाँनेरि गइसकेपछि सेमिनल भेसिकल्स र एकअर्कासँग फ्यूज भयो इजैकुलेटरी डक्ट बन्यो. इजैकुलेटरी डक्ट कहाँबाट छिर्यो प्रोस्टेटबाट छिर्यो. प्रोस्टेटमा छिर्दाखेरि प्रोस्टेटको रिलिज पनि के हुन्छ त्यो पनि के गर्छ मिक्स हुन्छ. मिक्स भइसकेपछि अनि बल्ल यहाँबाट के हुन्छ बाहिर निस्किन्छ. बाहिर निस्किने चीजलाई के भन्छ सिमेन भन्छ. बल्ल सिमेन बाहिर निस्किन्छ. ल एप्लाइड एनाटोमीमा हेर्नुस् त भ्यासेक्टोमी भनेको के होला कटिङ काट्दिने हैन काट्यो त्यसलाई काट्दिने हैन भ्यासेक्टोमी भनेको यहाँ काट्दिने के काट्ने रहेछ भ्यासेक्टोमी भनेको फोटोमा हेर्नु न भ्यासेक्टोमी भनेको के काट्ने रहेछ भास डिफरेन्स. भ्यासेक्टोमी भनेको भास डिफरेन्स भनेको डक्टर्स डिफरेन्स यहाँ चट्टा काट्दिनु भयो काट्नु भयो नि हैन फोटोमा हेर्नु न मलाई नन्न तपाई काट्दिनुस् किनभने यो कुरा त हामीले सुनेको हैन भ्यासेक्टोमी रहेछ के हो त भ्यासेक्टोमी भनेको काट्दिने भनेको के काट्दिने. अब तपाईले काट्दिसकेपछि हेर्नुस् त काट्दिसकेपछि के हुन्छ यहाँबाट के प्रोड्युस हुन्छ स्पर्म प्रोड्युस हुन्छ अनि यहाँबाट यसरी घुमेर जाँदाखेरि स्पर्म हुन्छ हुँदैन त्यसपछि बस्दैन. तर 3 महिनादेखि 4 महिना या 5 महिना या 6 महिनासम्म पनि सेक्सुअल कन्ट्याक्ट हुँदा बच्चा बस्ने चान्सेस के हुन्छ हुँदो रहेछ. किन हुँदो रहेछ किनभने जब तपाई यहाँबाट जति माथि जानुहुन्छ स्पर्मको मोटिलिटी के हुन्छ धेरै गेन भएको झन् म्याच्योरिटी स्पर्म हुन्छ हैन. जबसम्म त्यो स्पर्म क्लियर भएर बाहिर जादैन तबसम्म के हुन्छ तबसम्म त बच्चा बस्न सक्छ हैन बच्चा बस्न सक्छ यहाँले त्यो बुझ्नु पर्यो है. अब तपाईले हेर्नुस् त यो यहाँबाट जुन स्पर्म बाहिर निस्किन्छ नि हैन बाहिर स्पर्म यसरी बाहिर निस्किँदाखेरि त्यो किन हाँसेको त एकदम प्र्याक्टिकल कुरा हो बुझ्नु जरुरी छ. बुझ्नु त हामीले प्रपर्टी पढेको हैन र केटी मान्छेमा पढेको नि हैन त्यस्तै केटा मान्छेमा यो पर्मानेन्ट सल्युसन हो क्या भ्यासेक्टोमी गर्नु भनेको कस्तो काण्ड गरेको छ इन्डियामा अहिले म देखाउँछु. 1975 मा सबको पकडिदै काट्दिएको थियो इन्डियाको 1975 को इमर्जेन्सी भनेर सुनेछ तिमीले अनि यही कारणले गर्दा धेरै पपुलेसन भयो सोने के रे इन्दिरा गान्धीले सबलाई रियल म देखाउँछु तपाईहरुलाई. सो पहिले त्यो भन्दा अगाडि हेर्नुस् त नर्मल स्पर्म भनेको कति हुँदो रहेछ 200 देखि 300 मिलियन हुन्छ हैन. सो स्पर्मको काउन्ट घट्नु कम हुँदै गयो भने के भनिन्छ रहेछ एजुस्पर्मिया भन्छ रहेछ. नभए हेर्नुस् न हेर्नुस् त आजाद भारत का वो दौर जब लोगों की जबरन नसबंदी कर दिया दैट इज 1975 इमर्जेन्सी. इन्डियामा 1975 मा इमर्जेन्सी लागेको थियो धेरै पपुलेसन भयो भनेर जबरजस्ती केटा मान्छेलाई पक्रिदै गरेको थियो नसबन्दी गर्दै थियो. अरे रियल हो युट्युबमा गएर गुगलमा गएर खोजिहाल्नु एकचोटी युट्युबमा गएर खोज्नु किन 1975 मा इमर्जेन्सी लागेको थियो भनेर
बुझ्नुभयो? अनि नसबन्दी भनेको के हो? नसबन्दी भनेको के हो? टक्क स्टेटमेन्टलाई काट्नु।